दर्शक महानुभाव नमस्कार। टुडे नेपाली न्यूजको खबर अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। म बिन्दु परियार। आज मिति 2081 साल चैत महिनाको 31 गते आइतबार इस्वी सम्मत 2025 अप्रिल 13 तारिख। दर्शक महानुभाव सदाको जस्तै आज पनि हामी महत्त्वपूर्ण खबरहरू सँगै उपस्थित भइसकेका छौं। समाचारलाई अन्त्यसम्म सुनेर साथ दिनुहोला। आउनुहोस् समाचार सुरु गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। प्रधानमन्त्रीले सडक प्रदर्शन नभई सरकारको क्षमता प्रदर्शन गर्न विश्वप्रकाश शर्माको सुझाव। संविधान संशोधन गरेर 84 को निर्वाचनमा जानुपर्ने गगन थापाको भनाई। वीरगञ्जमा 2 धार्मिक समूहबीच भएको झडपमा परि एसपी सहित 25 जना सुरक्षाकर्मी र दर्जनौं स्थानीय घाइते। ज्ञानेन्द्र शाह 3 कुने घटनाका मास्टरमाइन्ड हुन्। नागरिक सरह कारबाही हुने ईश्वर पोखरेलको जिकिर। जनताले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्न नहुने प्रधानमन्त्री ओलीको तर्क। 17,000 को हत्यारा भन्छन्, 1 जना मान्छेलाई पनि पिटेको छैन, प्रचण्डको गुनासो। बबरमहलको सडकमै बसेर शिक्षकहरूको प्रदर्शन, सवारी आवागमन प्रभावित। गलत सूचनाका कारण उत्तर प्रदेशका मुख्यमन्त्री दिल्ली स्थित नेपाली राजदूतावास जानु भएको भन्ने त्यसको खण्डन गर्छु, देउबाको भनाई। संविधान पुनरावलोकन गर्न ढिला भए सडक अझै आक्रोशित हुन्छ, शेखर कोइरालाको टिप्पणी। जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक हो, पूर्व प्रधान न्यायाधीश कार्कीको भनाई। पूर्व राजालाई कारबाही नगरेकोमा सरकारलाई जवाबदेही बनाऊ, वरिष्ठ अधिवक्ता भट्टराईको सुझाव। लिखित इतिहासले संस्कार र रीतिरिवाज जीवन्त राख्छ, उप प्रधानमन्त्री सिंहको भनाई। आयोगको पदाधिकारी संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति हुन आवश्यक भएको प्रदीप ग्यावालीको राय। कांग्रेस बाहेकका दलहरूमा आफ्नै अर्थनीति छैन, मन्त्री पौडेलको भनाई। शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरू पछाडि परेको मन्त्री चौधरीको तर्क। आगामी बजेटमा सिद्धार्थ राजमार्ग प्राथमिकतामा पर्ने उप प्रधानमन्त्री पौडेलको जोड। संविधान संशोधन गर्ने भए कार्यकारी राष्ट्रपतिका लागि गरौं, सांसद सापकोटाको सुझाव। सुरेश रजकको परिवारसँग राप्रपा अध्यक्ष सहित नेताहरूको भेट। नेशनल अस्पतालले 1 लाख रुपियाँ जरिमाना बुझायो। अमेरिकामा दर्ता बिना 30 दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने र नेपाल सुपर लिगमा झापा र पोखराको खेल बराबरी। समाचार अब विस्तारमा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक कार्यक्रमहरूमा बढी व्यस्त भएकोमा प्रधानमन्त्रीको आलोचना गर्नुभएको छ। नेपालगञ्जमा हिजो भएको नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार गर्नतर्फ लाग्न आग्रह गर्नुभएको हो। खास गरी प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ उहाँले भन्नुभएको छ। यस्तै दिनभरि प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनु पर्थ्यो, तर प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नुभयो। सरकारको काम सन्तोषजनक हुन नसक्दा जनतामा गणतन्त्र प्रति असन्तुष्ट बढेको बताउनु भएको छ। प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरे, प्रधानमन्त्रीज्यू सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्न तर्फ लाग्नुहोस्। सडक प्रदर्शन हामी दलहरूले गरौँला, प्रधानमन्त्रीज्यूले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुहोस्, तब गणतन्त्र प्रति जनताको समर्थन दोब्बर बढ्नेछ। यस्तै उहाँले राजनीतिक दलहरूको सडक प्रदर्शन गर्नु लोकतन्त्रमा स्वाभाविक हुने भन्दै त्यस्ता प्रदर्शनले लोकतान्त्रिक गणतन्त्रलाई नै मजबुत बनाउने बताउनु भएको छ, तर प्रदर्शन हिंसात्मक हुन नहुने उहाँको भनाइ छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 2084 को निर्वाचन अगाडि नै संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले धनकुटामा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र 84 को निर्वाचनमा जानुपर्ने बताउनु भएको हो। अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको भन्दै उहाँले तिनलाई संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकोले मुलुकका सामुन्ने आएका ठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उहाँले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय अभिभार पूरा गर्ने क्रममा तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले माओवादीसँग जोखिम मोलेर शान्ति वार्ता गरेको र हिंसाबाट ग्रस्त मुलुकलाई शान्तिमा रूपान्तरण गरेको उहाँले चर्चा गर्नुभएको थियो। त्यस्तै संविधान बनाउने क्रममा 2072 मा सभापति सुशील कोइरालाले माओवादीलाई पनि समेटेर जानुपर्छ भनेर राष्ट्रिय भूमिका निर्वाह गरेकै कारण संविधान बनेको उहाँले बताउनु भएको छ। अहिले नेपाली नागरिकमा असन्तुष्ट रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसकै भएको बताउनु भएको छ।
हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगञ्जमा प्रहरीले 2 राउन्ड हवाई फायर र 125 राउन्ड असुर ग्यास प्रहार गरेको खुलेको छ। घण्टाघरदेखि दक्षिणतर्फ वीरगञ्ज 3 छपकैया स्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुङ्गा हानेका थिए। त्यसपछि तितर-बितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए। अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि 2 राउन्ड हवाई फायर र 125 राउन्ड असुर ग्यास प्रहार गर्नु परेको एसपी गौतम मिश्रले बताउनु भएको छ। सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपी सहित 25 जना सुरक्षाकर्मी र करिब 1 दर्जन भन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन्। वीरगञ्जमा कर्फ्यू लागिसकेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुका 6:30 बजेदेखि आज मध्याह 12 बजेसम्मका लागि वीरगञ्जको मुख्य बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। हनुमान जयन्तीका अवसरमा प्रत्येक वर्ष त्यहाँ शोभायात्रा हुने गरेको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँको तिनकुने घटनाको योजनाकार पूर्व राजा ज्ञानेन्द्र शाह भएको भन्दै उहाँलाई कारबाही हुने बताउनु भएको छ। नेकपा एमालेले कास्कीमा गरेको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रिया अनुसार पूर्व राजा शाहमाथि छानबिन हुने बताउनु भएको हो। अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ छ। देशलाई द्वन्द हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकोले छानबिन गरेर सजाय दिने पोखरेलले बताउनु भएको छ। यस्तै उहाँले लोकतन्त्रको विकल्प वंश परम्परा र निर्वाचित सत्ता हुन नसक्ने भन्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने बताउनु भएको छ। राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलको दाबी रहेको छ। शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न सरकारले वर्ष अधिवेशनबाट शिक्षा विधेयक र निजामती सेवा विधेयक पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइरहेको छ। शिक्षकका माग सम्बोधन गर्ने हिसाबले आउने वर्षे अधिवेशनमा पहिलो चरणमै शिक्षा विधेयक ल्याउनेछौँ र पास गर्नेछौँ। समितिमा छलफल चलिरहेका कुरा भएको हुनाले त्यसलाई टुङ्गिने प्रक्रिया हुन्छ उहाँले भन्नुभएको छ। यस्तै सरकार प्रतिबद्ध रहेकोले आन्दोलनरत शिक्षकले वार्ता मार्फत समाधान खोज्न आवश्यक रहेको उहाँले बताउनु भएको छ। एमाले कास्कीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्र विरुद्ध शनिबार जागरण सभा गरेको एमाले कास्की अध्यक्ष बैन बहादुर अधिकारी छेत्रीले बताउनु भएको छ। यस्तै सचिव दर्शन लामाका अनुसार सभा अघि पोखराका 3वटा ठाउँबाट र्याली निकालिएको थियो। सभामा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापाले पनि सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनु भएको छ। नेकपा एमालेको झापा जिल्ला कमिटीले दमकमा गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैं ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्नु भनेर उधुम मचाए पनि उनीहरूले जनतालाई नपत्याएको बताउनु भएको छ। देश अब कानून र विधि अनुसार अगाडि बढ्छ। आन्दोलन का नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू, रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र बिउताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन। ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन उहाँले भन्नुभएको छ। यस्तै त्यस्ताहरूको असली अनुहार 15 चैतको तिनकुनेको अराजक घटनाबाट देखिसकेको छ प्रधानमन्त्री ओलीले भन्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय 17,000 को हत्यारा भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गर्नुभएको छ। काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफूले एकजना मान्छेलाई पिटेको समेत नभएको जिकिर गर्नुभएको छ। एक थरी मानिसहरू इतिहासले पछाडि धकेल्न चाहनेले 17,000 को हत्यारा भनिरहँदा होइन, यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्यपक्ष र विद्रोहीले कति गर्यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ। आज भोलि त प्रचण्डले भन्न थालिएको छ। यस्तै अध्यक्ष प्रचण्डले भने, मैले एकजनालाई पनि पिटेको छैन, अहिलेसम्म हत्याको त कुरै छाडौं, व्यक्तिको कुरा गर्ने नै हो भने युद्धको नेतृत्व मैले गरेको हो, शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु। तर यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीहरूबाट यसमा खण्डन भएको देखिँदैन प्रचण्डले भन्नुभएको छ। यस्तै प्रचण्डले सेना संयोजन र हतियार व्यवस्थापनका लागि पनि सबैभन्दा बढी जोखिम माओवादी केन्द्रले नै उठाएको जिकिर गर्नुभएको छ। नेपाली समाजको एउटा वर्ग र समुदायले माओवादी केन्द्र र समुदायले माओवादी केन्द्रलाई जस दिनै नचाहेको प्रचण्डको गुनासो रहेको छ।
आन्दोलनरत शिक्षकहरूले हिजो पनि प्रदर्शन जारी राखेका छन्। गत चैते 20 गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार सडकमै बसेर प्रदर्शन गरेका छन्। बबरमहल बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेर प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको थियो। शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो। यस्तै महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ। बिहिबार र शुक्रबार वार्ता भएको थियो। यस्तै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन्। सँगै माध्यमिक शिक्षा परीक्षा SEE को पुस्तिका जाँच पनि प्रभावित भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्ली स्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको भन्ने भनाइको खण्डन गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसअघि गलत सूचनाका आधारमा आफूले उक्त विषय बोल्न पुगेको भन्दै त्यसको खण्डन गर्नुभएको हो। गत 25 चैतमा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्ली स्थित नेपाली राजदूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनु भएको थियो। सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ राजदूतावास नआउनु भएको र भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भएको भए सडक अझै आक्रोशित हुने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अहिले धेरै कुराहरू रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकोले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनु भएको छ। नेता कोइरालाले एमाले नेपाली कांग्रेसका नेता भविष्यका पनि प्रतिस्पर्धी भएकोले सोचेर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ। संविधान पुनरावलोकन सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने उहाँको भनाइरहेको छ। दण्डहीनता दिन प्रतिदिन बढिरहेको बताउनु भएको छ। नेता कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गर्नु भएको छ। सुलभ स्वास्थ्य कसरी दिने भन्ने बारेमा नेपालीले सोच्नुपर्ने बताउनु भएको छ। यस्तै उहाँले नेपाल आफ्नै खुट्टामा उभिन सक्छ भन्ने सोच राखेर अगाडि बढ्न जरुरी रहेको पनि बताउनु भएको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जिम्मेवारी जीवनमा देखे भोगेका विविध आयामहरूलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कार्कीले पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने बताउनु भएको छ। यस्तै उहाँले आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको सङ्गालो साहित्य पुस्तकहरू लेख्न सकिने बताउनु भएको छ। पूर्व प्रधान न्यायाधीश कार्कीले पाण्डे परिवार साहित्य लेखनमा मात्र नभई देशलाई माथि उकास्ने खानदानी परिवारको रूपमा चिनिएको बताउनु भएको छ। यस्तै उहाँले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तक मार्फत लेखक पाण्डेले प्रस्तुत गर्नुभएको बताउनु भएको छ। पूर्व प्रधान न्यायाधीश कार्कीले अन्तरात्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको उल्लेख गर्नुभएको छ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तिनकुने घटनाको सम्बन्धमा पूर्व राजालाई कारबाही नगरेकोमा सरकारलाई जवाफदेही बनाउनु पर्ने बताउनु भएको छ। 2 जनाको ज्यान जाने गरी तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्व राजाको समेत भूमिका रहेको भन्दै सोधपुछका लागि संसदीय समितिमा बोलाउनु पर्ने माग कतिपयले राखिरहेका बेला भट्टराईले यस्तो बताउनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा तिनकुनेमा यही चैत्र 15 गते भएको हिंसात्मक प्रदर्शनबारे छलफल भएको थियो। उक्त छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्व राजा ज्ञानेन्द्रलाई संसदीय समितिमा बोलाएर छलफल गर्नुपर्ने बताउनु भएको थियो। उहाँ सांसद परियारसँग भेटेका वरिष्ठ अधिवक्ता भट्टराईले तिनकुने घटनाको सम्बन्धमा पूर्व राजालाई कारबाही नगरेकोमा सरकारलाई जवाफदेही बनाउनु पर्ने बताउनु भएको छ। वरिष्ठ अधिवक्ता भट्टराईले सांसद परियारसँगको भेटको फोटो सामाजिक सञ्जालमा राख्दै पूर्व राजालाई संसदीय समितिमा बोलाउन मिल्ने वा नमिल्ने बारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। गत चैत्र 15 गते राजावादीले मच्चाएको अमानवीय वितण्डा बारेमा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने विषयमा भएको छलफल र माननीय जीवन परियार लगायत राख्नु भएको मतको सम्मान गर्नुपर्दछ भट्टराईले लेख्नु भएको छ। ज्ञानेन्द्र शाह एक नागरिक सरह भएको उहाँको भनाइरहेको छ। यस्तै उहाँले लेख्नुहुन्छ, पूर्व राजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो विषयमा संसदीय समितिले उहाँलाई सिधै बोलाउन सक्ने कुरा छलफल योग्य नै हो। तर संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा पूर्व राजालाई संसदीय समितिमा बोलाउन नमिल्ने आफ्नो व्यक्तिगत विचार रहेको उहाँले बताउनु भएको छ।
उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रीतिरिवाज जीवन्त राख्ने बताउनु भएको छ। ललितपुरमा आयोजित श्री नरसिंह महात्मा एवं स्मारिका 2081 विमोचन तथा सम्मान कार्यक्रममा उप प्रधानमन्त्री सिंहले पुर्खाले दिएको असल अभ्यास र संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। असल रीतिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि बढाउनु पर्ने उहाँको भनाइरहेको छ। उप प्रधानमन्त्री सिंहले विभिन्न संस्कार संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तकलाई आकर्षित गर्ने बताउनु भएको छ। यस्तै उहाँले पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण गर्न तथा निरन्तरता दिन सकिने बताउनु भएको छ। उप प्रधानमन्त्री सिंहले धर्म संस्कृति जोगाउन र अगाडि बढाउन सबैको योगदान हुनुपर्ने बताउनु भएको छ। नेकपा एमाले उपमहासचिव प्रदीप ग्यावालीले संक्रमणकालीन न्यायको मर्म बुझेका व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आएको पदाधिकारी नियुक्ति गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ग्यावालीले आयोगको पदाधिकारीमा जो आए पनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुङ्ग्याउने प्रतिबद्धता भएका व्यक्ति आवश्यक रहेको बताउनु भएको छ। उहाँले यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय नटुङ्गाउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताउनु भएको छ। उपमहासचिव ग्यावालीले सबैले जिम्मेवारी बोधका साथ योगदान गर्न सके संक्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताउनु भएको छ। उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै 63,000 निवेदन दर्ता भइसकेको र 2500 धेरै बेपत्ताका निवेदनहरू रहेको बताउनु भएको छ। यौनजन्य दुर्व्यवहार बलात्कार लगायतका निवेदनहरू अझ आउने क्रम रहेको बताउनु भएको छ। त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा अघि बढ्नुपर्ने बताउनु भएको छ। उपमहासचिव ग्यावालीले संक्रमणकालीन न्याय टुङ्ग्याउन धेरै कुरा गर्न बाँकी रहेको पनि बताउनु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनैतिक दलहरूको अर्थनीति नरहेको दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले नै गरिरहेको जिकिर गर्नुभएको छ। आज यो त अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो। आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति हो यो भनेर भन्ने स्थिति छैन। मन्त्री पौडेलले भन्नुभयो, कांग्रेसको जो अर्थनीति हो त्यो सबैले त्यही अँगालिरहेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको उल्लेख गर्दै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेका उपलब्धिहरू पनि नेपालले गरेको जिकिर गर्नुभएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ। समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ, भारतको संसद नेपालको जस्तो छ। मन्त्री पौडेलले थप प्रश्न गर्नुभएको छ। आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो। शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो। अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि हामीले गरेका छौँ, उहाँले प्रश्न गर्नुभएको छ। यस्तै विषय के हो भन्ने पूर्ण छैन, सन्तुष्ट हुन सक्ने स्थिति छैन, उहाँले भन्नुभएको छ। यस्तै फरक प्रसङ्गमा उहाँले सांसदको संख्या 275बाट घटाएर 201 बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ। प्रदेश सभाको सांसद संख्या पनि आधा घटाउनु पर्ने उहाँको प्रस्ताव रहेको थियो। पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनु पर्ने र संघीय मन्त्री परिषदको संख्या घटाएर 15मा जानुपर्ने उहाँको भनाइरहेको छ। राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने उहाँको भनाइरहेको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका जनजाति समुदायहरूमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना भएको बताउनु भएको छ। जनजाति कल्याण आश्रम नेपालको 15औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खजाना निहित जनजाति समुदाय भए पनि दुर्भाग्यवश शिक्षा र सुविधाको अभावले ती समुदायहरू पछाडि परेको बताउनु भएको छ। उहाँले भन्नुभयो, हाम्रो देशको समृद्धिको भविष्य शिक्षामा होइन, शिक्षाले मात्र सबै कुरा पूरा गर्न सक्दैन। यो शिक्षालाई संस्कारयुक्त शिक्षा बनाउन सक्नुभयो भने मात्रै हुन सक्छ। नेपालका जनजाति समुदायहरूमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना निहित छ, तर दुर्भाग्यवश शिक्षा र सुविधाको अभावले ती समुदायहरू पछाडि परिरहेका छन्, उहाँले भन्नुभएको छ। साथै उहाँले देशका सबै बालबालिका केवल परिवारका मात्र नभई उनीहरू साझा भविष्य दीप भएको पनि बताउनु भएको छ। उहाँले बालबालिकाहरूलाई उज्यालो बनाउने जिम्मेवारी हामी सबैको रहेको पनि बताउनु भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनु भएको छ। सिद्धार्थ राजमार्ग बुटवल, पोखरा र स्याङ्जाको मात्र नभई मुलुकको अर्थतन्त्रमा टेवा दिने राजमार्ग भएको बताउँदै पर्यटक आकर्षक गर्न सकिने धारणा व्यक्त गर्नुभएको हो। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर 3 को नवनिर्मित वडा कार्यालयको भवन, आधारभूत स्वास्थ्य चौकी भवन र वैध ऋणी सडकको उद्घाटन गर्दै मन्त्री पौडेलले बुटवल पोखरा सडक खण्ड 2 घण्टामा यात्रा गर्न सकिने गरेर पहल भइरहेको बताउनु भएको छ। घुम्ती सुधार गर्न अग्लो पुल र छोटो सुरुङ मार्ग निर्माण गरेर यसको दूरी 102 किलोमिटरमा खुम्चाउँछौँ उहाँले भन्नुभएको छ। बाटोमा अत्याधुनिक पार्क निर्माण गरेर भारतीय पर्यटकको आकर्षक बढाउन सकिने गरी यसको स्तर उन्नति हुँदा छोटो समयमा प्रतिफल दिन सकिने पौडेलको भनाइरहेको छ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले देशमा विकासको ढोका खोलेको बताउँदै अराजकतावादको प्रविधि बोकेको शिर उठाउन दिन नहुने मन्त्री पौडेलले प्रश्न पार्नु भएको छ। वर्तमान सरकारलाई जनप्रतिनिधि र आम जनताको शक्ति रहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, यो शक्तिलाई साथमा लिएर विकास निर्माणको राष्ट्रिय अभिभावनालाई पूरा गर्न यो सरकार प्रतिबद्ध रहेको छ उहाँले भन्नुभएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर 3 को नवनिर्मित वडा कार्यालयको भवन, आधारभूत स्वास्थ्य चौकीको भवन र बैघा ऋणी सडक खण्डको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले देशमा विकासको ढोका खोलेको बताउनु भएको हो। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान संशोधन गर्ने भए कार्यकारी राष्ट्रपतिका लागि गर्नुपर्ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्रको त्रिपुरा सुन्दरी नगरपालिकाको नगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले यस्तो भन्नुभएको हो। संविधान नै संशोधन गर्ने भए कार्यकारी राष्ट्रपतिका लागि गरौं, राष्ट्रपति नभए प्रधानमन्त्रीका लागि गरौं। एकपटक निर्वाचित कार्यकारी राष्ट्रपति भए 5 वर्ष ढुक्कले काम गर्न पाउँछ, सबै दललाई आग्रह छ। सापकोटाले भन्नुभयो, संविधान विपरीत काम गरेमा महाअभियोग लगाऊ, सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गरौं, विज्ञबाट मन्त्री बनाउने कानून बनाऊ। यसो गरे चुनावमा मन्त्री बन्नकै लागि करोडौं खर्च गर्ने खेलोमेलो बन्द हुन्छ, सरकार पनि स्थिर बन्छ, जसले देश समृद्ध बन्छ। यसमा माओवादी सधैँ तयार हुन्छ। हामीबाट कुनै कमी कमजोरीहरू भए डोल्पावासीले पक्कै माफी दिनुहुनेछ। आगामी चुनावमा सबै दल एकातिर अर्कोतिर माओवादी भए पनि पहिलो पार्टी बन्नेछ उहाँले भन्नुभएको छ। गत चैत्र 15 गते तिनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहित पार्टीका नेताहरूले भेट गरेका छन्। रजकको घरमै पुगेर उनीहरूले परिवारका सदस्यहरूसँग भेट गरेका हुन्। बागमती प्रदेशका सभामुख भुवन पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ लगायतका नेताहरू रजकको परिवार भेट्न घरमै पुगेका थिए। भेटका क्रममा उनको परिवारले रजकलाई घटनाको सत्यता छानबिन गर्न माग गरेका छन्। प्रवक्ता श्रेष्ठका अनुसार रजकलाई शहीद घोषणा गर्न का लागि पार्टीले निर्णय लिइसकेको र अब पनि निरन्तर यसका लागि पहल गर्ने प्रतिबद्धता अध्यक्ष लिङदेन सहितको नेताहरूले दिएका छन्। काठमाडौँको कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापरवाही गरेपछि 1 लाख रुपियाँ जरिमाना तिर्नु परेको छ। काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पताल जन्य फोहोर व्यवस्थापनमा जिम्मेवारी देखिएको थिए। यसपटक अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि चैत्र 20 गते अनुगमन गरिएको थियो। त्यसपछि जरिमानाको पत्र पठाइएको थियो। महानगरपालिकाले जरिमानाको पत्र पठाएपछि अस्पतालले चैत्र 29 गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिमाना रकम दाखिला गरेको छ। एक पटक होइन, 2 पटक होइन, पटक पटक गएर सुधारको मौका दियौं, जति भने पनि अस्पतालले सुधार गरेन। महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्नुहुन्छ, सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत साधन संरक्षण ऐन 2077 को दफा 51 को ट र ठ बमोजिम जरिमाना गरेका छौं। यस दफा बमोजिम रासायनिक फोहोर मैला, औद्योगिक फोहोर मैला, स्वास्थ्य संस्था जस्तो फोहोर मैला, जोखिमपूर्ण फोहोर मैला वा हानिकारक फोहोर मैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई 50,000 जरिमानादेखि 1 लाख रुपियाँसम्म जरिमाना गराउन सक्ने व्यवस्था रहेको छ। यही कसुर दोहोऱ्याएमा पहिलो पटक गरिएको जरिमानाको दोब्बर जरिमाना गरेर प्रचलित कानून बमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा 30 दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले त्यहाँको दर्ता एलियन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ। हिजो विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिकामा 30 भन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनिक प्रेस सचिव क्यारोलिन लाबेटले बताउनु भएको छ। नियम पालन
नगरे जरिमाना, जेल वा दुवै सजाय हुने उहाँको भनाइरहेको छ। अमेरिकी गृह सुरक्षा विभागले पनि प्रेस विज्ञप्ति निकालेर विदेशी नागरिकहरूलाई यस ऐन अन्तर्गत दर्ता गर्न भनेको छ। र नेपाल सुपर लिग फुटबलमा झापा एफसी र पोखरा थर्स बराबरी खेलेका छन्। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा पहिलो खेलमा झापा र पोखराले 1-1 गोलको बराबरी खेलेका हुन्। झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङले 1-1 गोल गरेका थिए। बराबरीसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। झापा 4 खेलमा 4 अङ्क सहित तालिकाको 6औं स्थानमा रहेको छ। 5 खेल खेलेको पोखरा 5 अङ्क सहित 4औं स्थानमा रहेको छ। यिनै खबरसँगै टुडे नेपाली न्युजले तयार पारेको समाचार सकिएको छ। सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।